आउँदो टी20 विश्वकपमा नेपाली राष्ट्रिय टोलीमा नन्दनले स्थान पाउलान् त? नेपाली राष्ट्रिय टोलीका फास्ट बलर नन्दन यादवका लागि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अपेक्षाकृत रहन सकेन। कर्णालीबाट एनपिएल खेलेका उनले दोस्रो सिजनमा 7 खेलमा 8.4 को इकोनोमी रेटमा 10 विकेट लिए। एनपिएल 2025 मा नन्दनको उत्कृष्ट बलिङ 35 रन दिएर 3 विकेट लिनु हो। यद्यपि नन्दनले अझै पनि अनुशासित बलिङ भने गर्न सकेका छैनन्। उनले एक्स्ट्रा रन खर्चिने बानीमा सुधार गर्न नसकेका हुन्। सोही कारण पनि पछिल्लो समय नन्दन किफायती बलिङ गर्न चुकिरहेका छन्। उनले धारिलो बलिङ गर्न नसक्दा यसपालि कर्णालीले जोर प्रदर्शन गर्यो। उसले लिग चरणमा 7 मध्ये 5 मा हार तथा 2 खेलमा मात्र जित निकाल्यो। गत सिजनमा भने कर्णाली तेस्रो स्थान हासिल गरेको थियो, जहाँ नन्दनले 7.53 को इकोनोमी रेटमा 9 विकेट लिए। यसपालि उनले विकेटको संख्या बढाए पनि इकोनोमीमा सुधार गर्न सकेनन्। एनपिएलमा आशा गरे अनुसार लयमा नदेखिँदा धेरैले टी20 विश्वकपमा उनको स्थानमा अरू बलरलाई मौका दिनुपर्ने आवाज उठाउन थालेका छन्। नेपालले विश्वकपको सबै म्याच मुम्बई स्थित वानखेडे स्टेडियममा खेल्ने तालिका छ। त्यहाँको पिच स्पिनर भन्दा फास्ट बलर अनुकूल मानिन्छ। सोही कारण आसन्न विश्वकपमा मुख्य प्रशिक्षक स्टुअर्ट लले स्पिनर भन्दा फास्ट बलरलाई प्राथमिकता दिन सक्छन्। यस्तो अवस्थामा नन्दन यादवसँगै अविनाश बोहराले पनि मौका पाउने सम्भावना छ। विश्वकपमा नेपालले 8 फेब्रुअरीमा इङ्ल्यान्ड, 12 फेब्रुअरीमा इटाली, 15 फेब्रुअरीमा वेस्ट इन्डिज तथा 17 फेब्रुअरीमा बङ्गलादेशसँग खेल्ने तालिका छ। तपाईको विचारमा यसपालि विश्वकपमा नन्दन यादवलाई मौका दिनु पर्ला त, अथवा एनपिएल 2 मा लयमा देखिएका खेलाडीलाई स्थान दिनु पर्ला? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला। धन्यवाद।